नमस्कार। आज म फेरि अर्को भिडियो लिएर आएको छु। आजको भिडियो छ मटर खेतीको। यो मटर खेती कसरी गर्ने त भन्दाखेरि सुरुमा मैले यसमा 1 रोपनी जति जग्गा छ, 50 ढोका मल हालेको छु, गोबर मल हालेको छु, 7 केजी डिएपी हालेको छु र यो मटर भर्खर 22 दिनको भएको छ र यो यसबाट उत्पादन करिब 500 केजी हुन पर्ने हो। फ्रुटिङ देख्दाखेरि यसको फल कति लाग्छ भन्ने कुरामा भर पर्छ। हेर्नुहोस्, मटर बिरुवा राम्रो छ। यसमा सिँचाइ गरेको छ भर्खर। अब यो माघ फागुनको दिनमा यसले उत्पादन दिन्छ र 1 रोपनीमा कम्तीमा नि 500 केजी उत्पादन हुने लक्ष्य राखेको छु। हेरौँ यसमा फ्रुटिङ कतिको आउँछ, फल राम्रो रहेछ। तपाईँले यस्तै यो मटर चाहिँ मङ्सिर 10-12 गते 15-20 गतेतिर लगाएको हो र तपाईँहरूले मेरो यो भिडियो सेयर र सब्सक्राइब गरिदिनु भयो भने म आगामी दिनहरूमा पनि यस्तै तरकारी खेती सम्बन्धी भिडियोहरू लिएर आउनेछु र जतिसक्दो सेयर, सब्सक्राइब र लाइक गरिदिनु होला। हेर्नुहोस्, 1 रोपनीमा छ, कति राम्रो छ बिरुवा, प्लान्टहरू राम्रो छ। यसले उत्पादन फ्रुटिङ कस्तो आउँछ भन्ने कुरा हो। यसमा नाइट्रोजन मल दिन बाँकी छ। अब अझ एकपटक सिँचाइ गरेर यसलाई म युरिया दिन्छु। युरिया दिँदा यो 1 रोपनीमा 4 केजीदेखि लिएर 4.5 केजीसम्म युरिया दिन सकिन्छ र त्यति युरिया दिने हो मैले पनि। धन्यवाद।